अब यात्रा सिद्धि लाइभ साइभ चाहिँ म अहिले मैले गाली गर्नु हेलो गाइज हामी यतातिर छौँ है गाइज हामी चाहिँ पुरा धान बोक्न लाग्छौँ होइन हाम्रो आज दाइँ छ ल कहाँ त्यस्तो बना हो र के मिर्गले खायो कि केले खलाको नि गर्नुपर्ने खलाको तपाईँ अब सिरियस लिएर जानु त्यहाँ क्यामेरा भिडियोमा त्यहाँ खलामा पनि जान्छ गइहाल्नु बोकेर जानु पर्यो नि 2-3 बोट मोबाइल त लिएर आइज मेरो भिडियो गर म बोकेर ल अब यहाँ हाम्रो चाहिँ यहाँ अब म चाहिँ फ्रीमा बसेँ मान्छे यहाँ मम्मीले बोक्नु लान्छ 15 मुठा लान्छु भनिराख्ने मम्मीले यहाँ होइन 15 मुठा चाहिँ लिएर जान्छन् होला हातमा 15 इन्टु -10 भनेर गर्न पाए हुन्थ्यो भन्ने कुरो हो होइन जतिसम्म गऱ्यो त्यतिसम्म लिएर गएँ ल बोक्यो ल गयो ल यसरी मान्छे बोकेर गएर म बोक्छु क्या आमा म एकै खेपमा ल्याउँछु तपाईँ जान्न तपाईँ घरै बस्नु ल यहीँ बोकेर यहीँ खेतालाहरू सब बोकेर उमा लागेछन् होइन हामी चाहिँ म चाहिँ पुरा भिडियो बनाउनुतिर लागेको छु अब म नि ओसार्छु एकछिनमा ल ए हाम्रो मम्मी यहाँ छ नि 5 मुठा बोकेर गएँ त्यहाँ अड्किसक्यो अब के गर्ने थाहा छैन खेतालाहरू यसरी टङ्क बोकेर हिँड्यो 5 मुठा बोकेर हिँड्ने फेरि ल गाइस आज हाम्रो धान थन्के यो होइन ए हाम्रो पुरा यो खाली भए तर बाने खाने क्या हो कता हो र ल नबान्छु ए हाम्रो यस्तरी बोक्छ नि हाम्रो पुरा आज एकदम भिआइपीहरू छन् सबैजना भट्टाभट बोके खाने काँडे नसकिने भयो